यो दीपक खड्का भन्ने नि यसको विरुद्धमा अब तपाईँ हामी एकबद्धता भएर यसको पद खारेजको लागि अब लागि पर्नुपर्छ है। देश विदेश जहाँसुकै रहे पनि यसको पदको खारेजको लागि अब तपाईँ हामी एकबद्धता हुनु जरुरी छ। दीपक खड्का ऊर्जा खबरदार दीपक खड्का, तिम्रो यो खालको आचरणले गर्दा नि अब तिमी एकका एक पतन हुँदै जाने। नेपाली जनताहरू अब तिम्रो विरुद्धमा उठ्नेछन्। तिमीलाई अब ऊर्जा मन्त्रीको पदबाट खारेज गर्नको लागि अब सारा नेपाली जनताहरू युवाहरू एकबद्धता भएर तिम्रो विरुद्धमा अब आवाज उठेछ। मैले चाहनु भने कुलमान घिसिङलाई निकाल्नको लागि, राज्यले चाहनु र मैले चाहनु भने कुलमान घिसिङलाई यो पदबाट निकाल्नको लागि 10 मिनेटमा म निकाल्दिन्छु भनेर निकाल्न चाह्यो भने, यदि सरकारले उहाँलाई निकाल्न चाह्यो भने त्यो जम्मा 10 मिनेटको काम हो। म आएको 100 दिन भइसक्यो। अहिले साँझमा अब लोड सेडिङ घरमै पनि हुने अवस्था छ। उज्यालोको नायक भने उहाँ होइन है। बरु यो धन्यवाद भारत सरकारलाई दिउँ, निजी क्षेत्रलाई। दर्शकबिन नमस्कार, सदाज आज पनि म उपस्थित भइसकेको छु तपाईँहरूको समावेश साथी सुजन लिम्बू। विविध विषय लिएर आउने क्रममा आजको विषयवस्तु रहेको छ हाम्रो देशको ऊर्जा मन्त्री दीपक खड्का भनाउँदो मोदीको तलुवा चटुवा हो भन्दाखेरि केही फरक पर्दैन। दर्शकबिन केही फरक पर्दैन। आज यिनले राष्ट्रिय सभा बैठकमा के अभिव्यक्ति दिएछन् भने हाम्रो देशको अँध्यारोलाई उज्यालोमा परिणत गर्ने जो कुलमान घिसिङज्यूलाई यतिसम्म गिराएर बोलिरहेका छन्, यिनले के सोचिरहेका छन् भने कुलमान घिसिङज्यूलाई नेपाल प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाउनको लागि परेको छ। यिनले यतिसम्म पनि भन्न भ्याएछन् कि यो लोड सेडिङ मुक्त हुनुको श्रेय भनेको भारतलाई दिनुपर्छ कि त कुनै पनि निजी क्षेत्रलाई दिनुपर्छ। कुलमान घिसिङले त के गरेका छन्, कुलमान घिसिङलाई किन दिने भन्ने खालको उनले अभिव्यक्ति दिइरहेको रहेछन्। अनि यो विषयमा नेपाली काङ्ग्रेस एमाले यीहरू चाहिँ किन बोल्दैनन्? किन बोल्दैनन्? यी भतुवालाई, यी भ्रष्टलाई यहाँनिर ऊर्जा मन्त्री बनाउने को तिमीहरू हो? अब दर्शकबिनहरू, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, अब कुलमान घिसिङको पद खारेज होइन, अब यो भ्रष्ट ऊर्जा मन्त्रीको पदबाट खारेज जिन्दगीभरि यिनले राजनीति गर्न नपाउने तरिकाको यिनको बाटो अन्त्य गर्न तपाईँ हामी एकजुट हुन जरुरी छ। यिनले आज मात्रै होइन, यिनले पटक पटक कुलमान घिसिङलाई कुलमान घिसिङलाई यिनले पदबाट खारेज गराउनको लागि परेको छ। अझ त्यति मात्रै होइन, यिनले एउटा पडकास्टमा एउटा इन्टरभ्यूमा के पनि भनेर छन् भने मैले चाहनु भने कुलमान घिसिङलाई निकाल्नको लागि, राज्यले चाहनु र मैले चाहनु भने कुलमान घिसिङलाई यो पदबाट निकाल्नको लागि 10 मिनेटमा म निकाल्दिन्छु भनेर जुन तरिकाले अभिव्यक्ति दिइरहेको रहेछ कि ए भ्रष्टे, तिमी भनेको भारतीय दलाल हो, तिमी भनेको भारतीय नागरिक हो, नेपाली होइन। यदि नेपाली हौ भने तिमीले किन यस्तो भन्छौ? अझै अहिले कस्तो खालको धम्की दिएको, अहिले कस्तो खालको धम्की दिइरहेछौ तिमीले? तिमी को हौ? तिमी को हौ? तिमी भारतीय नागरिक हो भने नेपालमा बसेर राज गर्नु पाउँदैन, तिम्रो भारततिरै जाऊ। तिमी जनताको घर घरमा अब बिजुली बत्ती हुँदैन, अब लोड सेडिङ हुन्छ, म ऊर्जा मन्त्री हो, मैले गरेँ भने जे पनि हुन्छ भन्ने खालको अभिव्यक्ति दिन लाज लागेन? यो कुन चाहिँ पावरको दम्ब देखाइरहेको छ उहाँ? तिमी जस्ता नालायक, तिमी जस्ता भ्रष्टहरू, तिमी जस्ता नालायकहरूले गर्दा आज देश कसरी डुबिरहेको छ? अझ लाज लाग्दैन? आफ्नो देशको यति राम्रो काम गर्ने मान्छेहरूको चाहिँ खुट्टा तानेर विदेशीलाई दिनु, श्रेय चाहिँ विदेशीलाई दिने। ठोक्क तिमीहरूको बुद्धि भारतीय दलालहरू, तिमीहरू भारतीय दलालहरू, जति पनि तिमीहरू भारतको पक्षमा उभिएर बोलिरहेका छौ नि, तिमीहरू सब भारतीय दलालहरू हो। लाज लाग्दैन? एउटा कुलमान घिसिङले यति राम्रो काम गरिरहेको छ नि त, देश र जनतालाई उज्यालोमा परिणत गरिरहेको छ। तिमीहरू अँध्यारोमा बस्न चाहन्छौ भने तिमी कुत्ताहरू नि त्यहाँ नबस, काठमाडौँमा होइन, सहर बजारमा होइन, तिम्रो गाउँ गएर बस। अब तिमीहरूलाई लखेट्नु पर्ने दिन आउँदैछ, तिमीहरूलाई लखेट्नै पर्छ। लाज लाग्दैन? दीपक खड्का भन्ने को? यो देशको को? ऊर्जा मन्त्री भए भन्दैमा राम्रो काम गर्नेको चाहिँ खुट्टा तान्ने, अनि विदेशीलाई चाहिँ श्रेय दिने, आफ्नो देशले चाहिँ काम गर्न खोजेकाहरू काममाथि चाहिँ अवरुद्ध गरिदिने। लाज लाग्दैन? लाज लाग्दैन तिमीहरूलाई? खबरदार दीपक खड्का, तिम्रो यो खालको आचरणले गर्दा नि अब तिमी एकका एक पतन हुँदै जानेछौ। तिम्रो अब हरेक नेपाली जनताहरू अब तिम्रो विरुद्धमा उठ्नेछन्। तिमीलाई अब ऊर्जा मन्त्रीको पदबाट खारेज गर्नको लागि अब सारा नेपाली जनताहरू युवाहरू एकबद्धता भएर तिम्रो विरुद्धमा अब आवाज उठेछ। तिम्रो शासन, तिम्रो हैकम, तिम्रो पावर र पदको जुन दुरुपयोग गरिरहेका छौ नि, तिम्रो अब दिन आउँदैछ, नत्र तिम्रो घाँटी काटेला। ख्याल गर। अति गरिसक्यो। कुलमान घिसिङलाई चलाएर मात्रै हेर त, कुलमान घिसिङलाई निकालेर मात्रै हेर त, तिमीहरूको दम्ब त्यति बेला थाहा हुनेछ अनि के रहेछ भनेर। अति गरिसक्यो। यति बोल्दाखेरि मलाई यदि कानुन लाग्छ भने म भोग्न तयार छु, तर राम्रो मान्छेको लागि यो ज्यान हाजिर छ। यस्ता बकमफुसे, यस्ता खालका भ्रष्टहरू, यस्ता खालका दलालीहरूलाई ठिक लाउनको लागि म बरु
जुनसुकै कानुन पनि भोग्न तयार छु। यो दीपक खड्का भन्नेलाई नि यसको आँखा फुटाउनु मन छ, यसको दाँत तोड्नु मन छ, यसको मुख फुटाउनु मन छ, यसको अतिभन्दा अति भएर मैले आक्रोशमा आइरहेको छु। पटक पटक, एकपटक होइन, पटक पटक टक पटक किन चाहिँ होइन, एकपटक होइन, पटक पटक किन चाहिँ कुलमान घिसिङको पछि लागेको छ यो मान्छे? एउटा अलि राम्रो काम गर्ने युवा आउँछ उसकै पछि लाग्छन्, फेरि फेरि लाग्छन् भ्रष्टहरू, दलालीहरू, भारतीय जासुसीहरू। तिमीहरू भारतीय नागरिक हौ, नेपाली होइनौ। नेपाली हुँदो हो त नेपालमा जसले राम्रो काम गर्छ नि उसलाई सम्मान गर्थ्यौ, साथ दिन्थ्यौ, समर्थन गर्थ्यौ, सपोर्ट गर्थ्यौ, गर्नुपर्ने ठाउँमा अरू हौसला दिन्थ्यौ। तर तिमीहरूको चेत र तिमीहरूको सोच भनेको नि भारतीय नै छ। त्यही भएर तिमीहरू भारतीय अतिभन्दा अत्याचार भइसकेको छ। जनता अब लाटो छैन, ख्याल गर्नु होला। दर्शकबिन अत्यन्तै म एकदमै धेरै म आक्रोश भएँ, त्यसको लागि म माफी चाहन्छु। यो दीपक खड्का भन्ने नि यसको विरुद्धमा अब तपाईँ हामी एकबद्धता भएर यसको पद खारेजको लागि अब लागि पर्नुपर्छ है। देश विदेश जहाँसुकै रहे पनि यसको पदको खारेजको लागि अब तपाईँ हामी एकबद्धता हुनु जरुरी छ। दीपक खड्का ऊर्जा मन्त्री, अब दीपक खड्का होइन ऊर्जा मन्त्री, यिनको खारेजको लागि अब तपाईँ हामी एकबद्धता हुनुपर्छ। दर्शकबिन आज एकदम आक्रोशमा आएको छु, त्यसको लागि म माफी चाहन्छु। यति भन्दै आजलाई भने म बिदा हुन चाहन्छु, फेरि बाँकी कुरा लिएर आउनेछु भन्दै आजलाई भने हवस् त, नमस्ते।